हेर्नुहोस् साथीहरू, यो सुब्बा देउराली माताको मन्दिर हो। एकदमै यहाँ राम्रो वातावरण रहेको छ। एकदमै चिटिक्कको चाहिने पहाडमा बसेको एकदमै राम्रो वातावरणहरू तपाईहरूले देख्न सक्नुहुनेछ। यसमा चाहिँ भिडभाड पनि नेसनल र इन्टरनेसनल लेभलको दुइटै। ए हस् हस् हस्, धन्यवाद धन्यवाद। तपाईँको पनि भिडियो बनाइदिएन है। ल, यो सुब्बा देउराली माताको मन्दिरमा नेसनल र इन्टरनेसनल लेभलको चाहिँ टुरिस्टहरू आइराख्नुहुनेछ। यो एकदमै चमत्कारिक मन्दिर रहेको छ। यसमा यहाँ हेर्न सक्नुहुनेछ, त्यो रातो रातो पानको पात देखिएको ठाउँमा चाहिँ नि फोटो सेसन भइरहेको हुन्छ। यहाँ माथिपट्टि झुलङ्गे पुल छ। झुलङ्गे पुल एउटा डाँडादेखि अर्को डाँडामा जाने पुल रहेको छ। र त्यस्तै गरी यो एन्ट्री पोर्सन रहेको छ। अब एन्ट्री म गर्दैछु, तपाईँहरूले यहाँ हेर्दै जानु होला। यहाँ चाहिँ सुब्बा देउराली माताको मन्दिर रहेको छ, यो एन्ट्री पोर्सन। र यहाँबाट चाहिँ दुइटैतिरबाट गेट रहेको छ। र त्यस्तै गरी यता पनि छेउमा मन्दिरहरू रहेका छन्। र त्यस्तै गरी अब यहाँ हेर्न सक्नुहुनेछ, यहाँ मन्दिरको मूल गेटमा उभिएको छु। र मूल गेटबाट भित्रपट्टि चाहिने जाने क्रममा यहाँ सूर्पहस्त मन्त्रहरू यहाँ लेखिएको छ। र त्यस्तै गरी यहाँ अब एन्ट्री गर्ने बित्तिकै यहाँ मूल मन्दिरमा चाहिने एन्ट्री हुन्छ। र यसरी एन्ट्री गर्दै जाँदाखेरि यहाँ थुप्रै भिडभाडहरू भइरहेको छ, पूजाहरू भइरहेको छ, पूजाआजा भइरहेको छ। र त्यस्तै गरी यहाँ बोकाहरू चढाउने अनि चढाउने चाहिने लिखितहरू भइरहेको छ भने। र त्यस्तै गरी यहाँ टिका थाप्ने यो मन्दिर रहेको छ। यहाँ टिका थापिराख्नु भएको छ दर्शालु भक्तहरू। र यहाँ चाहिँ टिका थापिराख्नु भएको छ। सबैजना यहाँ टिका थाप्ने क्रम जारी रहेको छ। यहाँ हेर्न सक्नुहुन्छ, यसरी टिकाहरू लगाएर चाहिने पूजाहरू भइरहेको छ। यहाँ चाहिँ खसी बोकाहरू चढाउने चाहिने उसहरू को चाहिँ टिकट हो, यहाँ पैसा बुझाउन पर्ने हुन्छ। अब यहाँबाट हेर्न सक्नुहुन्छ, यो भित्रपट्टि म आइसकेको छु। र भित्रपट्टि यसरी गरेर यो बाहिरको मन्दिरहरू यो भित्रपट्टिबाट यसरी देखिरहेको छ। र यहाँ माथिपट्टि एकदमै राम्रो दृश्य पहाडको रहेको छ। र त्यस्तै गरी यहाँ बस्ने कुराहरू रहेको छ। र त्यस्तै गरी यहाँ यसरी बेरियर लगाएर छैन उतापट्टि झुलङ्गे पुल माथि र तलपट्टि चाहिँ बाटो देख्न सक्नुहुनेछ। यसरी गरेर ऐनाहरूको चाहिने पूजाआजा गरेर पनि यसरी झुन्ड्याएर चाहिने पूजा गर्ने चलन रहेको छ। र यहाँ हेर्न सक्नुहुन्छ, यहाँ शिवशङ्कर भोलेनाथको त्रिकोणको त्रिशूल पनि रहेको छ। र त्यस्तै गरी यहाँ श्रद्धालु भक्तहरू चाहिने पूजा गरिराख्नु भएको छ सबैजना। र यहाँ अगरबत्ती बाल्ने ठाउँ रहेको छ। र यसरी ठाउँ ठाउँमा चाहिने पूजाहरू गर्ने क्रम जारी नै रहेको छ। र त्यस्तै गरी यहाँ यसरी त्रिशूल भएको ठाउँमा चाहिने यसरी नरिवलहरू फुटाएर र ऐनाहरू र धागोहरू झुन्डाएर चाहिने पूजा गर्ने चलन रहेको छ। यहाँ हेर्न सक्नुहुन्छ, यसरी गरेर यहाँ मेरो पनि फोटो आइसक्यो। र यसै गरी यसरी मन्दिरको टुप्पोको भाग पनि रहेको छ। त्यस्तै गरी यहाँ उतापट्टि चाहिँ एकदमै राम्रो पहाडको दृश्य रहेको छ। यहाँ तलपट्टि यसरी रहेको छ। यहाँ यसरी अगरबत्ती पनि बालिराख्नु भएको छ सबैजना। सुब्बा देउराली माता चाहिँ एकदमै राम्रो ठाउँमा आएर बसोबास गर्नुभएको छ। त्यस्तै गरी यहाँ यसरी मन्दिरको पछाडिको भाग पनि रहेको छ। यसरी यत्रो ठुल्ठुलो ऐनाहरू पनि झुन्ड्याइएको छ। ऐनाहरूमा यसरी फोटोहरू पनि आइरहेको छ।
यसरी चाहिँ भिडियोहरू हेर्न सक्नुहुन्छ। यसरी चाहिँ पूजाहरू पनि यहाँ भइरहेको छ यहाँ मन्दिरको पछाडिपट्टि यसरी। ल यसरी तलपट्टि पनि यसरी बाटोहरू एकदमै राम्रो दृश्य देखिरहेको छ र सुकेको रुखमा पनि त्यसको चाहिँ एउटा फल के रहेछ त्यो पलाएको रहेछ र त्यो पनि राम्रै दृश्य देखिरहेको छ। यहाँ हेर्न सक्नुहुन्छ उतापट्टि रहेको जुन छ त्यो बिल्डिङहरू एकदमै पाखामा पनि पहाडहरूमा पनि बिल्डिङहरू बनाइएर बसोबास गरिरहेको अवस्था पनि हेर्न सक्नुहुनेछ। यहाँ हेर्न सक्नुहुन्छ यसरी दीप प्रज्वलन पनि भइरहेको छ है, धूपबत्ती दीप बलिरहेको अवस्था छ। यसरी मन्दिरको यसरी भागहरू पनि एकदमै राम्रो देखिएको छ। यहाँ हेर्न सक्नुहुन्छ यसरी पनि रहेको छ।